Hi guys, welcome back to my new video. Long time no see. आज चाहिँ हामी अहिले चाहिँ मनोकामना जाँदै हो अनि यहाँ रेडी भएछौँ चाहिँ देख्नु सक्नुहुन्छ उज्यालो भइसक्यो वेदर दामी देखियो अनि यहाँ चाहिँ छ हाम्रो अनिमा being ready. Hi. Hi. New in my vlog. अनि यहाँ चाहिँ छ बुनु हाई युरिस्मा पछि छ केही छैन अब चाहिँ हामी रेडी भएर निस्किने बेला देखाउँछु ल बाई बाई गाइस वी आर अल रेडी हाई हाई अनि वी आर वेटिङ फर आवर के रे गाडी इन ड्राइभ कम फास्ट उता तल गएर अनि स्क्रिन टाइम देऊ रे न्यू मेम्बरलाई स्क्रिन टाइम चाहियो अरे ल उहाँ चाहिँ अनिमा अनि बाइ द वे हामी चाहिँ पहिला मनोकामना जाने हो अनि मनोकामना पूजा गरेर अनि बन्दीपुर आउने हो यस गाइस हामी चाहिँ भर यहाँ गाडीमा चाहिँ चढिरहेको अब चाहिँ सिधै मनोकामना पुगिन्छ कति टाइम लाग्छ थाहा छैन दुईटा चाहिँ त्यहाँ बसेर हामी दुईटा चाहिँ यहाँ दाइले भनेको 2 घन्टामा पुग्छ भन्नु गाइस हाई हामी चाहिँ अहिले यता दमौली पुग्यौँ दमौली अझ कति टाइम लाग्छ थाहा छैन भिडियो बनाउन ओके सी जस्ट फर अपडेट गाइस वी आर अलमोस्ट देयर हामी चाहिँ पुग्न लागिसक्यो अनि यहाँ चाहिँ के अरे फोन हाइज्याक गाडी नै हाइज्याक भइसकेको छ हामीले गीत बजाएर कपिराइट लाउँछ क्या अलि अङ्कल आन्टी चाहिँ टुवा पर्नु भएर के गीत बजा भन्दै हामी चाहिँ यहाँ गेटमा आइसक्यो दिस इज द गेट अब यहाँदेखि कता जाने हो हिँड्दै हिँड्दै जानुपर्छ ब्याग बोकेर बेहाल छ साथीहरू अहिले देखाउँछु यहाँ चाहिँ केबुल कार देखिरह त्यहाँबाट माथि वहाँ पुग्ने है र अब यहाँ चाहिँ हामी टिकट लिनुपर्छ अनि त्यहाँदेखि जाने हल्का हल्का भिडै छ ठिकै छ आज ट्यागै हुन्छ तर अहिले चाहिँ ठिकै छ आज खासै प्याक छैन तर चाहिँ यत्रो लाइन भइसक्यो रहेछ गाइस यहाँ चाहिँ नेपाली भन्दा पनि बढी इन्डियन भेटिरह यार लुक टुरिस्ट नेपाली हामी चाहिँ आयो यहाँ चाहिँ अब हिँड्नुपर्छ अझैसम्म यहाँ चाहिँ एउटा भाइरल आन्टीको पसल कता हो भाइरल आन्टी भेटियो मेरो बहिनीको पिछे बिचरा हजुरको बोली बन्दुको गोली थ्याङ्क यू हजुर हस् वाउ नाइस ज्वाइँ आन्टी दिदी ज्वाइँ दिदी गाइस मनोकामना नाइस वेदर पनि नाइस देखिरहेको त्यहाँ हिमाल देखिरहेको कस्तो राम्रो पऱ्यो लाइन ओ माई गड यत्रो टाढा छ कि भन्दा नि अगाडि हो हजुर उगाउने भएको यो एकदम सेफ भयो रश्मि वन्दना हाम्रो यहाँ मनोकामना फोटो खिचेको हामीले त्यही भएर त्यहाँ फोटो छ अब मम्मी धन्दै लोटेको हामी चाहिँ पूजा गरेर भ्याएर अब चाहिँ हामी जाने 1 2 3
फोटोसुट यस्तो त सकिँदैन पूजा गर्ने भगवान्लाई पूजा गऱ्यो अब आफूलाई गर्ने हो क्या आफ्नो पेटलाई हामी त्यो बहिनी कति थियो 1 2 3 गो ल जा अलि त साइडमा आइज भयो गाइस हामी चाहिँ अब पेट पूजा गर्न जाँदै गाइस यस्तो 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 खाइसक्यो त हामीले ल हाम्रो खाना चाहिँ आयो है भेज भाइरल दिदीकोमा खाना आफू पनि भाइरल के अनेस्टली भेज गाइस भाइरल दिदीकोमा हालिनु मालिक चटनी चाहिँ दाम स्वाद छ है साग Guys, we are heading back. Let's go. And यत्रो लामो लाइन everywhere लाइन अहिले चाहिँ कति बज्यो It's 12:50 PM. हामी कति बजी आएको थियो 7 बजी हिँड्थ्यो क्या वहाँबाट मोडल रहेछ सो अब चाहिँ जान्छौँ हामी बन्दीपुर एकदम एक्साइटेड बन्दीपुर जान एक्साइटेड हो पुग्नु एकदमै धेरै एक्साइटेड यहाँ कपालबरु यता आएछ आर यु एक्साइटेड बन्दीपुर जान हेर्न के मोबाइल हो त यसलाई पुक्र पठाइदिने हामी बन्दीपुर जाने हो त होइन यसलाई उही मुगलिन छोडिदिनु अब हाम्रो केबुलकारको पानी आउन लाग्यो सी यू So guys, this is the room. Nice. Newari vibe cha ta hai. Nice. And the view. Wow. खत्रै हो के guys, हामी चाहिँ एकछिन रेस्ट गरेर अनि रेडी भइसक्यौँ. Look at this. अनि अब चाहिँ हामी जाने हो बन्दीपुर एक्सप्लोर गर्न त्यही गल्ली हिँड्ने मात्र त हो है त्यही त है गल्ली हिँड्ने त हो नि है ओके बाई है अब चाहिँ निस्क्यौँ हामी बन्दीपुर डुल्ला गाइस हाम्रो चाहिँ यहाँ चिया ब्रेक हुँदैछ प्लस खाजा आउँदैछ अनि भ्यू चाहिँ यस्तै छ भ्यू भ्यू यता भ्यू चाहिँ यस्तै छ है फ्रेन्च फ्राई अनि ससेस आएर पनि यहाँ भ्याएर लगाइसक्यो अझ अरू चाहिँ आउँदैछ कि गाइस यहाँ चाहिँ यस्तो प्रोग्राम हुँदैछ रातिमा एन्ड द नेवार मोडलहरू सेन्ट्रल बजारको मोडलहरू है गाइस येमा चाहिँ हामी बसेको स्वागत गर्नु बसेको दिस इज द नाइट भ्यू बाइ द वे कस्तो दामी देखिरहेको सकियो र एकदम रमाइलो छ यहाँ चाहिँ
पेट पूजा गरिसक्यो यस्तो दामी भ्यूसँग हेर्नु सक्नुहुन्छ राति भइसक्यो सबै बन्द भइसक्यो बाई बाई गुड नाइट गाइस गुड नाइट सी यु टुमरो गाइस बन्दीपुरको सिस्टम चाहिँ 10 बजेपछि सब अफ हुनुपर्ने रहेछ ए के भन्दैछ बन्दीपुरमा चाहिँ यहाँ चाहिँ 10 बजेपछि चाहिँ बाहिर आउनु नपाउने रहेछ द्याट्स वाइ वी आर हेडिङ टु आवर रुम बाई पुन्तली यता हेर त यो त देखेकै छैन यार मै त राम्रोसँग देखेको छैन द्याट्स इट हाम्रो महल ओके बाई बाई गाइस हामी चाहिँ रुममा आएर एकछिन रमाइलो गऱ्यो अनि अब चाहिँ सुत्ने 12 बज्यो आइपुग्नु बाई बाई गुड नाइट एउटा उता पुगिसक्यो एउटा त्यहाँ छ गुड नाइट अब बिहान हामी सायद के अरे ग्रेट वाल अफ बन्दीपुर जाने प्लानमा छौँ इफ छिटो उठ्यो भने चाहिँ मेबी हामी जानु सक्छ नत्र चाहिँ थाहा छैन फिक्स छैन भोलि बिहान देखाउँछु ल बाई बाई गुड नाइट गाइज गुड मर्निङ यहाँ चाहिँ छ हाम्रो बन्दीपुरको मर्निङ भ्यू हेर्नुहोस् पर्खिनु है दिस इज द मर्निङ भ्यू फोटोसुट हुँदैछ एभ्रिवेयर फोटोसुट एन्ड दिस इज द रुम प्याक स्याक भइसक्यो अब एक राउन्ड हानेर आउने हामी चाहिँ हाई हाई हेलो हामी के अरे ग्रेट वाल अफ बन्दीपुर जाँदैछौँ गाइस हिँड्न सक्यो कि होइन थाहा छैन यार पहिला चाहिँ ब्रेकफास्ट हानेर पावर बढाएर अनि दुःख बाई क्याट माई फुली सेता यो देखाइदिएर नाइस है हेर्नुहोस् गाइस यो हो नि त खतरा देखियो बाई बाई another day another outfit damn जाम यस्तो राम्रो फुलहरू होइन let's go dress magacijo guys Serpini here दिदीकोमा आउनुहोस् है गाइस ड्रेस लगाउन चाहिँ यहाँ दिदी हाई भनिदिनु यसको ब्लगमा दिदीकोमा ड्रेस लगाउन आउनु है सबै हेलो सबैजना योको नाम के हो कास्ता गिफ्ट हाउस यहाँ चाहिँ आउनै यहाँ छ बाहिर छ बाहिर यो नि थियो यसमा ऊ ड्रेस मात्रै हो ऊ त्यो बाहिरबाट बाहिर टाँस्नु होइन त्यसमा आउनै गाइस अनि होटल चाहिँ त्यहाँ बसेको हामी ठिकै अगाडि छ प्रमोसन गरिदिएँ मैले दिदीको हामी चाहिँ यहाँ चिया खाँदै हो गाइस मेरो लिपस्टिकै गएछ यार चिया चिया एभ्रिवेयर अनि डोनट समोसाहरू पनि खाएको थिएँ बट आई फरगट टु क्याप्चर कस्तो लाइट परेको हो कि के हो यहाँदेखि चाहिँ सुरु हो पुग्नेलाई त अहिले बसौँ रे यहाँ बसौँ नि ओह गाइज थकै पो लाग्यो त यति हिँड्दै ऊ त्यहाँबाट त आएको हो यहाँ छ नि कता जाने यस्तो पाराले त गाइज फाइनली वी आर हियर दिस इज द प्लेस उहाँ छ त्यो डाँडो चाहिँ त्यहाँ छ वाल चाहिँ ऊ तल छ हालत बेहाल भइसक्यो यहाँ हिँड्दा हिँड्दा गर्मी यार गाइज अब चाहिँ हामी ग्रेट वाल अफ चाइना 2.0
ओइ ग्रेट वाल अफ चाइना 2.0 जाँदैछौ ओइ 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 मेरो काटा खसी ओइ ल वाल ब्रो ओइ बन्द छ यार तै त्यो के हो यही हो गाइस वाल अबे खुल्दै रहेछ है गाइस यस्तोमा कसले लिन्छ बे दिस इज द वाल ओ तलसम्म रहेछ अहिले म त फोटो भिडियोमा त यो अग्लो सोचिरहेको थिएँ यार मेरो खुट्टामा पनि आउँदैन हाई गाइस हामी चाहिँ यहाँ के भन्छ यसलाई बस्ने ठाउँलाई के भन्छ प्रतीक्षालय त्यहाँ बसिरह भन्छ त्यही भन्छ दामी देखियो त्यो मेरो कपाल कस्तो दुखेको त्यो त्यति हो त्यति नै हो हावा दामी आयो कि चस्मा हेर्नु फेरि बाइक लाउड हावा खतरा फर्किसकेको हामी बाइ द वे अब रुममा जाने मस्त पल्टिने हो थोकै लाग्यो मलाई त ल बाई बाई अब चाहिँ रनिङ गर्दै जानुपर्छ साथीहरू रनिङ गर्दा गर्दै फेरि उछिटेर कता स्पाइडरम्यान हुने बल्ल जोस आयो अघि फ्या परेर ल गाइस अब चाहिँ हामी रुममा गएपछि भेट्छौँ ल बाई बाई चाहिँ रुम लक गरेर अब लाग्यो घरतिर गाइस यहाँ मेरो त खुट्टा दुख्यो झोला बोकेर उता बुनु लजाम फोटो सुटै सक्यो छैन बाई भनिदिनु हामी चाहिँ निस्कियो अब कता जाने हो हाम्रो चाहिँ खाजा आयो है खाजा खाना के भन्ने खाजा यहाँ चाहिँ बसिरहेको हामी अनि यो माथि चाहिँ आउनु बाँकी छ तातो हुन्छ होला एउटा प्लेट दे न मलाई यो हाफ खान्छु के हाल्यो हो यहाँ बोन मेरो वाइट हुन्छ होला Cheers. Chicken. Guys, हाम्रो यो मारी यो कुवावाला हो है ठुल्ठुलो हो यार गाई तातो छ है अब यो मारी ट्राई गर्छु गाइस है मिठो है त्यो खानुपर्छ क्या भाइ एउटा है बाहिर चाहिँ खाने हो है दुईटा गरिदिनु एउटा मात्रै छाडु छु दुईटा गरमै बजी दुईटा दिदी दुईटा 12 गर्दिछु न भर्खरको जे हो त्यही मेरो छ हजुर है प्लेट मलाई त यहाँ त केही हाम्रो भाइरल चाहिन्छ म दुःख हामी सबै हुन्छ नि त गाई पुग्नु पक्कनु वाला मोबाइलकै गीतमा यो तपाईँले कुन भने बलेर मारुके तिर्सुलीको पानीमा घरमा घर सौता छ मैतर सानीमा भन्ने कतै छ हम फलेर फर्कियो है हजुर मेन बिचमै थियो मेरो भ्लग हो सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब गरिदिनुहोस् भन न लाइक गरिदिनु भन न भन त लाइक गरिदिनु तिम्रो नाम के हो रे मिराज विराज ए विराज साँच्चै बिर्से विराजलाई हेर्नु होला साथीहरू नमस्ते भन्दै नमस्ते भन न नमस्ते साथीहरू भन
ओके बाई चाहिँ पोखरा आइसक्यो साथीहरू यति नै थियो मेरो भिडियो होप यु गाइज लाइक सी यु इन द नेक्स्ट भिडियो बाई बाई साइनिङ अफ बाई बाई बुनु बाई बाई गाइज